हाम्रो ब्लगर जी अन चाहिँ भएको छ अन भइरहेछ है ब्लग बनाऊ है तिमी हस् साथी हो हामी यहाँ झलङ्गे पुल गइरहेछौँ सिङ्गर हाम्रो भ्लगमा सिङ्गर जी पनि हुन्छ नि त हेर्नुहोस् झुलुङ्गे पुल हाम्रो हजुर म यतै छु यतै म आफ्नै हान्दैछु खोइ अलिक लामो हुँदैन खोइ त गाइस यो लामै भएन यार पुलको भिडियो चाहिँ लास्टमा छ ल यहाँ चाहिँ भाइले रेकर्ड गरेन नै रहेछ क्या मोबाइल मात्रै तेर्साइ बसेछ त्यही भएर नाकभन्दा पल्लो छेउमा ओठ पुगिरहेको थियो त इन्टरभ्यूले जतिकै गर्नुभयो त सर पपुलेसन मनिका दिदी चाहिँ यहाँ खानुहुन्छ नेपाल अध्ययन नारायण सर नेपाल अध्ययन पढाउनुहुन्छ हामीलाई एकदम मजाले उहाँले यो सबैको बारेमा हामीलाई पढाउनुहुन्छ अहिले हामी प्र्याक्टिकलमा आएको भन्नु धेरै लेखाउनुहुन्छ तर पास पनि हामी जहिले भएको छौँ फेल चाहिँ भएको छैन रेकर्ड छैन फेल भएको अब उहाँ सरकोमा चाहिँ के हुन्छ थाहा छैन इङ्ग्लिसमा अलरेडी फेल भइसक्यो उयो गरेको छैन मतलब म त एक दिन बसेको पनि छैन मतलब कपी पनि छैन मेरो भन्न मेरो छैन चोक कपी मैले एक पेजमा लेखेको छु सरको मेरो ल भिडियो बनाउनु गइहाल्ला त शान्ति राम्रो गरेन रहेछ म त जाँदैन डर लाग्छ त्यति काम गर्दै मेरो भाइ उयो भने बस्नु ठाउँ छ उयानेरि जाऊ ल कहाँ उहाँ पल्लो छुपुकेर आउहरू गरेर भिडियो बनाउँदै शान्तिना पर्दैन होला शान्तिलाई हेलो गाइस वी आर हियर पढाइ त हाम्रो राम्रो छ नि के पुल है झुलुङ्गे पुल चिया खाँदै हुन्छ मिस सबैले नर्स नि मिस भन्दै बोलाउँछन् मस्क्याउनु हुन्छ जस्तो लाग्छ तपाईँ चिया खाँदै नयाँ सर के पुल अरे यो सर के पुल अरे काली गण्डकी पुल पुष्पा हो झुकेगा नै घ्यान्द्रुकमा पनि घ्यान्द्रुक भन्छ गुन्द्रुक हो म पहिला भन्छु के भन्नु त फेरि के कुन अरे घ्यान्द्रुक आफै भन्नु घान्द्रुक मेन चाहिँ घान्द्रुक हो तर तिमी चाहिँ घ्यान्द्रुक घान्द्रुक भन्दै थियौ मैले नि यो पिरो पनि हाल्नु नि बरु यसो पिरो धुलो धुलो खोर्सानी हाल्दा हुन्छ तपाईँको धुलो खोर्सानी हाल्दिनु अरे पिरो धुलो खोर्सानी राम्रो छ ठाउँ त यस्तो छ जङ्गलको बिचमा पुलको छेउमा यो दोकान छ हजुर मैले 4 जना भनेको अमित जस्ट टेक योर ओन टी एन्ड ह्याभ अ स्विप अफ इट कस्तो लाग्यो त अब नमस्ते यहाँ छ मेरो मुखमा ला छैन भन्न लाउ न दुईटा अब आएकै थिएन हौ तिनीहरू सिस्टर आन्टी दिदी चिया बनाइदिनु ल अहिले आन्टी नै हुनुहुन्छ अघिको आन्टी भनेको पालै नदीको त दिदी भनेको दिदी अरे जानी बुझिन हेर्नु भएको रहेछ आन्टी तिमीले चस्मा छोडिराखेको भगवान दाजु पनि चिनाइदिया हुन्छ दाजु चिनाउँदैन भाउजू मात्रै भाइ भ्यू पनि खिच न डुबुल्की मारि यो उयो बनाइदियो अरे त भिडियो दिदीले हानेको कुन भिडियो यस्तो बनाइदियो पुलमा गएर अहिले बनायो पेन्ट त मास
डिजाइन हो बोइ अर्कोतिर नि हान न भिडियो त भइरहेछ भिडियो त क्रप हान्न नि मिल्छ ल यति चोखो यति मिठो दिउला तिमीलाई माया बिर्सने छन् साराले पुराना प्रेमका गाथा छातीभित्र बस्नु तिमी यादमा निधाउन सपनीमा पनि तिमी उजेली भयाउन यति हो धन्यवाद धन्यवाद समाप्त भएको छ हाम्रो रनको अलिकति तपाईँको केही प्रस्तुति जाओस् मेरो त डानी चन्द्रजी तपाईँको जाओस् मेरो अहिले जाँदैन नाइटमा मात्र अनि ल सला नाइट स्टे तपाईँको जाओस् न त नि म आउँदैछु चिया आउँदैछ गाइज हाम्रो खानको लागि दुईटा चिया रेडी भइसकेको छ चिया आयो गाइज चिया 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 क्यामेराम्यान बन्दैन है यो शान्तिराम तपाईँ के भन्नुहुन्छ अहिलेको भिडियो चाहिँ म त फेरि जाउँ न त तेल पनि भन्छ खै त नि आलुको चटपटे अनि यो कसरी खोल्नु नखोल्नु लु खाऊ खाऊ सर यहाँ तपाईँको चाहिँ के भयो कपाल झरेको उम्रिँदैन यो कलेज आउँछ कि तर यतातिर चाउचाउ मजाले हालिदिँदो रहेछ त भर्खरदेखि झरेको यो कपाल झर्ने यता ल्याइदिनु न हाम्रो यता झर्छ यता यो चम्ची झर्न आँटा आज भोलि अमिलो बिनाको खसिँदा नखाने यति चोखो यति मिठो दिउला तिमीलाई माया बिर्सनी छन् साराले पुरानो प्रेमका गाथा यति चोखो यति मिठो दिउला तिमीलाई माया बिर्सने छन् साराले छोरी मान्छेहरूलाई चाहिँ छिरा हाल्नु त सुरुमा त गाडी चोखो यति मिठो नेपाल दिउला तिमीलाई माया गर्न नागरिक त इन्डियनको छ थ्याङ्क यू दी प्लिज फुलको प्लिज केही भन्न चाहनुहुन्छ तपाईँ फुलको खिच्दिहाल्नु न भाइ आई पुलमा जाऊ भिडियो बनाऊ अनि आऊ ल ल त भिडियो आउने छ ल खै त अनि ल भयो हामी त फेरि फुलको भिडियो बनाउँछौँ है शान्तिरामले खिच्दै खिच्दैन रहेछ खिचेको थियो अन भएको रहेनछ क्यामेरा नै अब ठिकै छ त्यता ल बग्नुहोस् साथी बस्दिरहन्छु ल टाइम चल्दैछ हुन जान्दैछ यो पुल चाहिँ संसारको सबैभन्दा लामो र अर्को पुलमा मानिन्छ र यो चाहिँ 1128 फिट रहेको छ। सुरुमा हामी यहाँनिर गएको थियौँ यो पुलमा, अनि म अलिकति हिँडेको मुनि हेरिपठाएँ कि, अनि मलाई त कस्तो चक्कर चलेर म डरले जानै सकिनँ। त्यही भएर मैले यहाँ शान्तिराम भाइलाई भाइ भिडियो गरिदेऊ न भनेको, उसले गरिदिरहेछ। सुरुमा गरेको भिडियो चाहिँ रेकर्ड भएन रहेछ, अनि यो चाहिँ जाने बेलामा गरेको है। अनि त्यहाँ मुनि बगिरहेको चाहिँ कालीगण्डकी रिभर हो। बाटो पनि अलिकति यति इन्च हिँड्नु आयो, त्यति नै हो। गाइस हेर्न सक्नुहुन्छ सिन बबाल नै छ, बबाल। यहाँ पर चाहिँ फायरिङ हुँदैछ है गाइस, हेर्न सक्नुहुन्छ। हामीहरूको यात्रा, भान्द्रुकसम्मको यात्रा सुरु भइसकेको छ। दाइ, यो यात्रामा केही भन्न चाहनुहुन्छ तपाईँ?
म केही भन्दिनँ अहिले घान्द्रुका गरेर भन्छु मैले तिमीलाई जे भन्नु छ तपाईँ के भन्न चाहनुहुन्छ के को बारेमा यो घान्द्रुकको यात्रा अब कस्तो हुन्छ तपाईँको यात्रा कस्तो भइरहेछ राम्रै हुँदैछ अब सेफ जर्नी ओके तपाईँ केही भन्न चाहनुहुन्छ हामी गान्तोक जाँदैछौँ एकदम पहिलोचोटि हो एक्साइटेड छौँ जाने हो अब हजुर ओके यहाँ हाम्रो गाडी आइसकेको छ गाडी स्टार्ट पनि भइसक्यो